तपाईले एकदम मोटो केटीसँग सम्भोग गर्ने अथवा शारीरिक सम्बन्ध राख्ने कुरा गर्नुभएको छ अथवा तपाईले जुन केटीसँग शारीरिक सम्बन्ध राख्दै हुनुहुन्छ अथवा सम्भोग गर्दै हुनुहुन्छ त्यो केटी एकदमै मोटी छ, उसको भुँडी एकदमै ठुलो छ र पछाडि पनि एकदम ठुलो छ र शरीर पनि एकदमै मोटो छ भने त्यस्तो खालको केटीसँग सम्भोग गर्दा कसरी सम्भोग गरियो भने उसलाई पनि मजा दिन सकिने र आफूले पनि मजा लिन सकिने, कुन तरिका लगाएर गर्यो भने मोटी केटीलाई भनेअनुसारको मजा दिन लिन सकिन्छ त। धेरैजसो केटाहरूको मनमा त हुन्छ एकदम पातलो केटी, जिरो फिगर, सट्ट मिलेको शरीर भएको केटी पाउन राम्रो हुन्थ्यो भन्ने हुन्छ। तर सबैलाई त्यस्तो केटी पर्ने कुरो हुँदैन। अब कतिपयहरूलाई मोटी केटी पनि पर्ने गर्दछ। अब त्यो मोटी केटीसँग तपाईँले पहिलोचोटि अथवा शारीरिक सम्बन्ध राख्दै हुनुहुन्छ भने उसलाई पनि कसरी मजा दिने र आफूले पनि कसरी मजा लिने, के छ तरिका, आज हामी यसै विषयमा रहेर चर्चा परिचर्चा गर्नेछौँ र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र मैले भनेको कुराहरू फलो गर्दै जानुहोला। नमस्ते, जिएनपी युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्ण मेरा भगवान रूपी दर्शकहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय दर्शकबिन, हजुरहरू के कस्तो अवस्थामा हुनुहुन्छ, जे जस्तो अवस्थामा भए तापनि स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् अनि व्यस्त रहनुहोस् भन्दै ढिलो नगरिकन प्रवेश गरौँ आजको विषयवस्तुतर्फ। आजको विषयवस्तु रहेको छ एकदमै मोटी केटीसँग तपाईँले सम्भोग गर्दै हुनुहुन्छ अथवा शारीरिक सम्बन्ध राख्दै हुनुहुन्छ भने कुन तरिका लगाएर सम्भोग गरियो भने मजा लिन र दिन सकिन्छ त। सबैभन्दा पहिला तपाईँले जुन केटीसँग शारीरिक सम्बन्ध राख्दै हुनुहुन्छ त्यो केटी कतिको मोटो छ त्यसमा भर परेको हुन्छ। हल्का मोटो भयो भने खासै त्यस्तो असर कुनै पनि किसिमको पर्दैन अथवा फरक पर्दैन। तर अत्याधिक मात्रामा बढी मोटो छ र भुँडी एकदमै ठुलो छ, भुँडी पनि परैसम्म लागेको छ, भुँडी पनि ठुलो छ र पछाडि भाग पनि एकदमै ठुलो छ भने त्यस्तो खालको केटीसँग तपाईँले शारीरिक सम्बन्ध राख्दाखेरि अथवा सम्भोग गर्दा उसलाई बिस्तारमा पल्टाएर उत्तानो पार्नुहोस्। सबैभन्दा सहज तरिका भनेको उसलाई तल पार्नुहोस्, उत्तानो पार्नुहोस् र माथिबाट तपाईँ चढ्नुहोस्। किनभने अब उनलाई माथि चढायो यताउता अरू पोजिसन गऱ्यो भने उसको शरीर भर्दा हुन्छ, उसले अब भनेअनुसारको गर्न सक्दैन। किनभने मोटो शरीर भएको महिलाहरू अथवा भुँडी ठुलो छ भने त्यस्तो किसिमको महिलाहरू अलि अल्छीपना हुने र शरीर भारी भएको कारणले गर्दा अलि लेजी अलि अल्छी पनि हुने गर्दछन्, भनेअनुसारको हिसाबले गर्न नसक्ने हुन्छ। त्यस्तो खालको महिलासँग तपाईँले सम्भोग गर्ने कुरो गर्नुभएको छ, सम्भोग गर्दै हुनुहुन्छ भने उसलाई बिस्तारामा उत्तानो पारेर सुताउने र त्यो माथि आफू चढ्ने, माथिबाट आफू चढ्ने र उसको दुईवटा जो खुट्टाहरू छ त्यसलाई चाहिँ आफ्नो हातको सहायताले फटाइदिने। मतलब जो उनको दुईवटा खुट्टा हुन्छ त्यसलाई चाहिँ फटाइदिने अथवा केचाइदिने गर्नुहोस् र थोरै आफ्नो हातको सहायताले ती दुईवटा खुट्टाहरूलाई अलि माथि उचालिदिनुहोस्। फटाइदिने र माथि उचाएर सम्भव हुन्छ र दिन्छन् भने काँधमाथि राखेर तपाईँले गर्नुभयो भने उनका दुईवटा खुट्टा आफ्नो काँधमाथि अथवा दुईवटा हातले उचालेर ठ्याक्क फटाएर र तपाईँले यो तरिका लगाएर शारीरिक सम्बन्ध अथवा सम्पर्क गर्नुभयो भने चाहिँ भनेअनुसारको लिङ्ग यौनभित्र पनि जाने र आफूलाई पनि मजा आउने र उनलाई पनि मजा आउने। यो तरिका मेन भनेको एकदम सहज तरिका र सजिलो तरिका भनेको भन्नेहरूले त अरू पोजिसन भन्छ, डोगी पोजिसन पनि भन्ने गर्छ, टेबल टक पोजिसन पनि भन्ने गर्छ। यो पोजिसनमा गर्दाखेरि उनको शरीरलाई थाम्न अलि गाह्रो हुन्छ, किनभने शरीर एकदमै भारी हुन्छ। त्यसले गर्दाखेरि यो यस्तो तरिकाहरू लगाएर गर्दै एकदमै शरीर थाम्न नसक्ने र लामो समयसम्म टिक्न नसक्ने हुन्छ। तर उनलाई बिस्तारै उत्तानो पारेर सुताइयो भने उनी यताउता हलचल गर्न पर्दैन, उनी स्थिर भएर सुत्छिन् र आफूले जति पनि गर्नुपर्ने आफूले कार्यक्रम गर्ने। सबभन्दा सजिलो र सहज तरिका भनेकै यही हो। एकदमै मोटी केटीहरूसँग शारीरिक सम्बन्ध अथवा सम्भोग राख्ने भनेकै उनलाई बिस्तारमा उत्तानो पारेर सुताउने र आफू उनको माथि चढेर उनको दुईवटा खुट्टा फटाइदिएर अथवा टाङ फेटाइदिएर र आफ्नो काँधामाथि अथवा हातमाथि राखेर यो तरिकाले लिङ्ग उनको यौनीभित्र प्रवेश गराएर इन आउट गराउनु भयो भने आफूले पनि चरमसुख प्राप्त गर्न सकिन्छ र उनले पनि चरमसुख प्राप्त गर्न सक्छ। त्यसैले सबभन्दा सजिलो तरिका भनेको यही हो, मोटो केटीहरूसँग शारीरिक सम्बन्ध राख्नको लागि। सहज तरिका भनेको र सजिलो तरिका भनेको यही हो। यो तरिका लगाएर तपाईँले सम्भोग गर्नुभयो भने मजा लिन र दिन पनि सक्नुहुन्छ। पातलो केटी भयो भने त हरेक पोजिसन हुन्छ। पातलो केटी किनभने एक्टिभ हुन्छ, पातलो केटी त एकदमै राम्रो हो। पाए त पातलो केटी त राम्रो नै हुन्छ। तर सबै केटाहरू अथवा साथीहरूले पातलो केटी पाउने अलि सम्भव कम नै हुन्छ। अब मोटो केटीसँग शारीरिक सम्बन्ध राख्न खोजियो भने यो तरिका लगाएर सम्भव गर्नुहोस्। भरपूर रूपमा
चर्मसुख प्राप्त दुवैजनाले लिन सक्नुहुन्छ र दिन सक्नुहुन्छ भन्दै महिला र पुरुषबीच मानव एवं जीवनसँग सम्बन्धित जानकारीमूलक भिडियोहरू बनाउने गर्दछु। यदि तपाईँलाई मेरो यस्ता खालका भिडियोहरू मनपर्छ भने मेरो यस च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला र आगामी दिनहरूमा यस्तै जानकारीमूलक भिडियो लिएर म पुनः उपस्थित हुनेछु भन्दै अहिले म यस भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते, धन्यवाद। पसिना लास्टै आउँछन्।